हामी चाहिँ नि एकता आजको दिनबाट मात्रै एकता भनिएको होइन। यो चाहिँ नि तपाईको त्यो हामी पछाडि फर्केर जानुपर्ने हुन्छ 2022 मा जुन बेला 10औं अधिवेशन भयो र 10औं अधिवेशनबाट यो संस्था दुई भागमा विभाजन भयो। त्यो दुई भागमा विभाजन भएदेखि नै हैन हामी विभाजन भएर हुँदैन, संस्था एक हुनुपर्छ भन्ने सबैतिरबाट यो आवाज छ र सबै गैरवासी नेपालीहरूको यो चाहना पनि हो। तपाईको चाहिँ नि सर्वोच्च अदालतको चाहिँ नि परमादेशपछि एउटा अवसर जुट्यो हामीलाई एकता हुने। अनि तपाईको सर्वोच्च अदालतको परमादेश अनुसार उच्च स्तरीय समितिले गत मे 3 र 4 मा एकताको अधिवेशनको आह्वान गरिएको थियो। त्यो बेलामा त्यो एकताको अधिवेशन भनेको नै सबैजना एकता हुने भनिएको हो। एकता हुनको लागि नै त्यो अधिवेशन गरिएको थियो। अधिवेशन त भयो, तर केही साथीहरू छुट्टिनु भयो, मतलब समेट्न सकिएन। अब अहिले आएर फेरि पनि हामीहरूले एकता गरौँ भनेको हो। अहिले त्यो बेलामा छुटिएर बसेका साथीहरूले पनि एकता गर्छौं भनेर भन्नुभएको हो र अहिले हामी वार्ताकै क्रममा छौं। तर साथीहरूको चाहिँ नि वार्तामा आउने हामी चाहिँ एकता गर्छौं भनेर चाहिँ भन्नुहुन्छ। तर म जब चाहिँ नि वार्ता हुन्छ, जब चाहिँ एकता गरौँ भन्ने कुराहरू ल्याउँछौँ हामी, उहाँहरू चाहिँ नि एकता कसरी गर्ने भन्ने विषयमा यो संस्थालाई हेरिदैन, उहाँहरू आफूलाई हेर्नुहुन्छ। जहिलेसम्म आफूलाई हेरेर चाहिँ एकता गरौँ भनिन्छ तबसम्म त्यो सम्भावना रहँदैन। तर हामी आह्वान गर्छौँ उहाँहरूलाई, फेरि पनि हामी आह्वान गर्छौँ, व्यक्ति विशेषलाई हेरेर, कोही कसैलाई हेरेर, कसैले नेतृत्व लिने कसले नलिने भन्ने विषयलाई चासोमा नराखिकन यो संस्थाको बृहत्तर हितको लागि, सम्पूर्ण गैर आवासीय नेपालीहरूको बृहत्तर हितको लागि एकता गर्ने हो भने एकता सम्भव छ। एकताको लागि हामी अझै पनि खुला नै छौँ। एकता हुँदै गर्दाखेरि तपाईले भनेको जस्तै गरेर रोड म्याप प्रस्तुत गर्दाखेरि त्यो चाहिँ यथार्थपरक र एउटा सत्यताको धरातलमा टेकिनु पर्दछ। र एकता भन्ने बित्तिकै दुईटा पक्षहरू बीचको मिलन बिन्दु हैन। जब दुई पक्षहरू बीचमा मिलन हुन्छ त्यो बेलामा दुईटै पक्षले केही कुराहरू गुमाउनुपर्छ। केही कुरा गुमाइसकेपछि अनि बल्ल आएर एउटा मिलन बिन्दु आउँछ। उहाँहरूलाई त हामीले गत मेको 3-4 मा पनि त्यतिखेरको एकताको अधिवेशनमा पनि एकताको लागि बोलाइएको हो। उहाँहरूको त्यतिखेर जम्मा 5 महिनाको पदावधि बाँकी थियो। 5 महिनाको पदावधि पनि उहाँले सेक्रिफाइस गर्न सक्नु भएन जनताको एकताको लागि भनेर। संस्था एकत्रित गराउनको लागि, गैरआवासीय नेपालीहरूको हितको लागि भनेर मात्र 5 महिनाको आफ्नो चाहिँ कार्यकाल पनि उहाँहरूले चाहिँ छोड्न सक्नु भएन, उहाँहरू आउनु भएन। यसपालि हामीले के भन्यौं भने ठीक छ, ती पुरानो कुराहरू बिर्सिदिउँ, आउनुस् एकता गरौँ। तपाईहरुको कार्यकाल यो 14 तारिक आजबाट समाप्त हुँदैछ। तपाईहरुले हामीलाई ह्यान्डओभर गरिदिनुस्, उहाँहरू त के पनि नोक्सान छैन, उहाँहरू केही छोड्दै छैन। जे छोड्दैछौँ हामी मात्रै छोड्दैछौँ। आउनुस्, हामीलाई ह्यान्डओभर गर्नुहोस्, हामी अर्ली इलेक्सन गर्छौँ। बढीमा 6 महिनामा, सकेसम्म त्योभन्दा छिटो 6 महिनाभित्र हामी इलेक्सन गरेर आउने नयाँ कार्य समितिलाई हामी हस्तान्तरण गर्न तयार छौँ। इलेक्सन हामीले मात्रै गर्दैनौँ। इलेक्सन यो के भन्छ अधिवेशन तयारी समिति गठन हुन्छ। त्यसको एउटा अर्गनाइजिङ कमिटी होला, त्यसको स्टेयरिङ कमिटी होला, त्यसपछि तपाईको निर्वाचन आयोग होला, अनि अनुगमन कमिटी होला, त्यस्तो थुप्रै रिलेटेड कमिटीहरू गठन गर्दै क्रममा तपाईहरुको साथीहरू पनि बस्नुहुन्छ, हामीहरूको साथीहरू पनि बस्छौँ। हामी बसेर नै त्यो कमिटीको निर्माण गर्छौँ। निर्वाचन आयोगले निर्वाचन गर्छ। विशेष महाधिवेशन तयारी समितिले महाधिवेशनको तयारी गर्छ।
हाम्रो कमिटी त काइन्ड अफ लाइक केयरटेकर जस्तो मात्रै हुन्छ वास्तवमा भने त्यो अवधिमा हामी सामान्य डे टु डे अपरेसन मात्रै हुन्छ, अरू काम त सबै त्यहाँ हुन्छ। यो त हामी त ठुलो सेक्रिफाइस गरिरहेको छौँ। उहाँहरू त्यो मान्न तयार हुनुहुन्न। उहाँहरू के भन्दै हुनुहुन्छ भने तपाईँहरूले अस्ति भर्खर हाम्रो चाहिँ नि बद्रीजीको अन्तर्वार्ता उस कान्तिपुर टिभीमा आएको थियो, त्यसलाई हेर्नुभयो भने उहाँ के भन्दै हुनुहुन्छ भने हामीहरूको अहिलेको जुन कार्यसमिति छ सर्वोच्चको परमादेशबाट उच्च स्तरीय समितिले गर्नुभएको निर्वाचनबाट हामी निर्वाचित कार्यसमिति चाहिँ तपाईँको त्यति तत्कालीन अवस्थामा सर्वोच्च अदालतले चाहिँ 10औं अधिवेशन खारेज गरेको हुनाले तपाईँहरूको अधिवेशन चाहिँ 10औं हो, अनि म चाहिँ 11औं हो, अनि 12औं गर्ने ल आउनुहोस् मिलाउँ भनेर भन्नुहुन्छ। यो तर्कसङ्गत कुरा होइन। यदि उहाँको जस्तै कुरा हो भने अदालतले 10औं अधिवेशन खारेज गरेर हामीलाई 10औं अधिवेशनको रूपमा चाहिँ उच्च स्तरीय समितिले अधिवेशन गरेर निर्वाचन गरेको हो भने 11औं भएकै छैन, 11औं भएकै छैन। त्यस अर्थमा उहाँ त रहनुहुन्न, उहाँको अस्तित्व छैन त्यसरी कुरा गर्ने हो भने। तर हामी त्यसो भनिरहेका छैनौँ। अब नबुझ्ने कुरा चाहिँ के छ भन्दाखेरि हामी यति धेरै कुराहरू छोड्न तयार, उहाँले केही पनि छोड्नु परेको छैन, केही पनि छोड्नु परेको छैन। खालि उहाँलाई के चाहिएको छ भने छोड्नु परेको छैन, बढ्ता चाहिएको छ, बढ्ता खोजिराख्नु भएको छ, संस्थाको लागि होइन व्यक्तिको लागि। त्यसकारणले यो चाहिँ नभएको मात्रै हो। यो चाहिँ सचिवालय पनि उहाँले कब्जा गरिराख्नु भएको छ, अनाधिकृत कब्जा गरिराख्नु भएको छ। अब यो अनाधिकृत कब्जा गरेपछि त्यहाँ कि त फाइट गर्न जानुपर्ने, जुझ्न जानुपर्ने हुन्छ होइन। त्यसरी जुझ्न नगएको मात्रै हो हामी। तर जुझ्न नगए पनि बलमिच्याइ गरेर उहाँहरू जस्तो बलमिच्याइ गरेर चाहिँ नि सचिवालयमा नगए पनि हामी कानुनी रूपमा नै त्यो सचिवालयमा प्रवेश गर्छौँ। यदि उहाँहरू वार्तामा आउनु भएन, एकताको लागि उहाँहरू तयार हुनु भएन र एकता भएन भने उहाँहरूको त्यो चाहिँ उहाँहरूले कब्जा गरिरहेको हाम्रो सम्पत्ति हामी लिन्छौँ, त्यो कानुनी रूपमा लिन्छौँ। अब उहाँले अब यो 2-4 दिनमा अझै पनि हामी कोही कुरिरहेको छौँ उहाँहरूलाई, यदि चाहिँ तपाईँको चाहिँ एकता गर्नु नै हुन्छ भने आउनुहोस् भनेर हाम्रो अस्ति भर्खरै 3-4 दिन अगाडिको मात्रै हाम्रो ओपीको बैठकले पनि तपाईँको एउटा डिसिजन गरेको छ होइन। यो कुरामा चाहिँ हामी चाहिँ एकता गर्न सक्छौँ भनेर हामीले चाहिँ डिसिजन गरेको छ। त्यो अनुसार उहाँहरू आउनुभयो र एकता गऱ्यौँ भने गऱ्यो, गर्नु भएन भने एक हप्ताभन्दा बढी हामी कुर्दैनौँ। त्यसपछि हामी चाहिँ यो कानुनी रूपमा अगाडि बढ्छौँ। अनि कानुनी रूपमा नै चाहिँ हामी सचिवालय चाहिँ हाम्रो अन्तर्गतमा ल्याउँछौँ। उहाँहरूको पहिलो शब्द हेरौँ, दुईटै विन विन है। एउटा कार्यकाल समाप्त भएको कमिटी भङ्ग गर्नु पर्दैन, आफै भङ्ग भयो स्वतः। अर्को कार्यकाल भर्खर सुरु भएको कमिटी त्यसलाई भङ्ग गरेर अब उहाँहरूलाई म प्रश्न गर्न चाहन्छु, कहाँ छ विन विन? मलाई देखाइदिनुहोस्, यहाँनिर छ विन विन। ल हामी तयार छौँ। हामी स्पष्ट के छौँ भने पहिलो कुरा बद्रीजीले हामीलाई कार्यालय लगायत सम्पूर्ण कुराहरू हस्तान्तरण गर्नुपर्छ। उहाँले हामीलाई ती सबै कुराहरू हस्तान्तरण गरिसकेपछि हामी 6 महिनाभित्र अर्ली इलेक्सन गर्ने घोषणा गर्छौँ हाम्रो कमिटीले है। अनि त्यसपछि त्यो निर्वाचन गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण कमिटी, मैले अघि भने जस्तै के भन्छ अधिवेशन तयारी समिति को चाहिँ निर्वाचन आयोग, अनुगमन आयोग कमिटी, यावत जे आवश्यक पर्छ सबै कमिटीहरू उहाँहरू र हामीहरू सल्लाह गरेर नै ती कमिटीहरू गठन गर्छौँ र 6 महिनाभित्र हामी निर्वाचन गर्छौँ। तर यदि उहाँहरू आउनु भएन भने सधैँ यसरी चाहिँ अल्झिएर बस्ने कुरा आउँदैन। हामी हाम्रो बाटोमा अगाडि बढ्छौँ। हामी कानुनी रूपमा नै हामी विथिन मन्थ हामी चाहिँ नि तपाईँको सचिवालय
हाम्रो चाहिँ अन्तर्गत ल्याउन सक्छौँ हामी। फेरि पनि म 10औं अधिवेशनतिर फर्किन चाहन्छु। किन संस्था फुट्यो भन्ने कुरालाई पहिलोचोटि हामीले त्यहाँ हेर्न जरुरी छ। 10औं अधिवेशनमा लगभग 2100 को हाराहारीमा 1100 को हाराहारीमा 1100 को हाराहारीमा फेक प्रतिनिधिहरू चयन भएका थिए। ती 1100 फेक प्रतिनिधिमा नै विवाद भयो। त्यो विवाद भएकै कारणले समयमा चुनाव हुन सकेन। समयमा हुनुपर्ने कहिले भने 21 को अक्टोबरमा चुनाव हुनुपर्थ्यो। 21 को अक्टोबरमा चुनाव गर्न सकेन। कुमारजी हुनुहुन्थ्यो त्यो बेलामा अध्यक्ष। त्यसपछि 22 को मार्चमा चुनाव गर्ने भन्यो र 80औं बैठकले आईसीसी बैठकले तत्कालीन प्रमुख संरक्षक डाक्टर शेष घलेको संयोजकत्वमा उच्च स्तरीय समिति गठन गर्यो। त्यही उच्च स्तरीय समितिले नै चुनाव गर्ने, मार्चमा चुनाव गर्ने, यी सबै कुराहरू त्यो चाहिँ नि डेलिगेट्सको इस्युहरूलाई चाहिँ फिक्स गरेर चुनाव गर्ने भनेर उहाँहरूले त्यो डिसिजन गर्नुभयो। शेष दाइले त्यो 1100 जना जुन विवादित चाहिँ डेलिगेट्स छ त्यसलाई त निकाल्नु पर्यो हैन। त्यो फिक्स गर्नको लागि ती कुराहरू गर्दै हुनुहुन्थ्यो। अब के छ भन्दाखेरि साथीहरूको चाहिँ नि त्यो डेलिगेट्स जुन फेक डेलिगेट्स छ नि त्यहाँ भएन भने चुनाव जित्दैन। चुनाव नजितेपछि के हुन्छ त भन्दाखेरि आफू आउट हुने भनेर रातारात एक खालको चाहिँ नि के भन्ने त्यसलाई अब के शब्द दिने हो, एक खालको चाहिँ नि चुनाव नगरिकन सबैजना साथीहरूको चाहिँ नि बिचमा एक खालको सहमति गरेर एउटा पक्षले रातारात चाहिँ नि शेष दाइले जहाँ चाहिँ नि अधिवेशन गर्दै हुनुहुन्थ्यो यहाँका नेतृत्वमा त्यहाँबाट उद्घाटन हुनुभन्दा अगाडि एउटा समूह, उद्घाटन भइसकेपछि अर्को समूह त्यहाँबाट जानुभयो र त्यहाँ हामीले शेष दाइले गर्नुभयो अधिवेशन भने अर्को उता गएर गर्नुभयो। मैले यो कुराहरू किन जोड्न खोजेको भने एनआइएनको अभियानले यसले असर पारेको छ भन्दै गर्दाखेरि नमिल्दाखेरि असर त परेको छ। तर पनि यी डिस्क्रिपेन्सीहरूलाई चाहिँ नि फिक्स नगरिकन एकता भयौँ, एकतित छौँ भनेर हामी त्यहाँ एकै ठाउँमा बसिराख्दाखेरि त्यसले झन् बढी असर हो। त्यसकारणले यो चाहिँ नि यो डेफिनेटली हामी मिल्दाखेरि बल बढ्छ। तर मिल्ने भन्दैमा ती विकृतिहरूलाई पनि हामीले चाहिँ नि समाप्त नगरिकन मिल्दा चाहिँ त्यसले चाहिँ नि अर्थ राख्दैन। त्यसले अभियानलाई चाहिँ पोजिटिभ इफेक्ट गर्दैन। एकता गर्नको लागि एकताको जरुरी छ है। एकता गर्नु जरुरी छ। एकता गर्नको लागि व्यक्तिगत फाइदा, व्यक्तिगत स्वार्थ त्यागेर आउनुहोस्। विन विन भनेर नामको विन विन होइन, व्यावहारिकतामा कसरी विन विन हुन सक्छ त्यो रोडम्याप लिएर आउनुहोस्। होइन भने हामीले राखेको रोडम्याप विन विन मात्रै होइन, तपाईहरुले केही पनि छोड्नु नपर्ने खालको छ। हामी चाहिँ छोडिरहेछौँ। हाम्रो पनि त 2 वर्षको कार्यकाल हो। हामी 1 वर्ष पनि नगर्न तयार छौँ। हामी त 1 वर्षभन्दा बढी त्याग गर्न तयार छौँ। तपाईहरुको केही पनि छोड्नु पर्दैन। आउनुहोस्। विन विन होइन, तपाईँ मात्रै विन हो। यो हामीले जुन कुरा तपाईलाई आह्वान गरिरहेको छौँ तपाईको मात्रै विन हो। त्यसरी आउनुहोस्, हामी तयार छौँ।